आज चाहिँ पर्यटन सम्बन्धी लिएर आएको छु। ल हेरौँ त, नेपालको इतिहासमा पहिलो पर्यटकको रूपमा कसलाई चिनिन्छ हैन? यो चाहिँ हाम्रो काशी हैन 2021 मा। अप्सन हेरौँ त, राजा जर्ज, सम्राट अशोक, सर एडमन्ड हिलारी र अर्को जोन काउरा हैन? नेपालको इतिहासमा पहिलो पर्यटक भनेर कसलाई चिनिन्छ त हामी? सम्राट अशोकलाई। ल सम्राट अशोक हैन? कहिले आएको थियो त हाम्रो? ईसा पूर्वक 249 मा। ईसा पूर्वक 249 मा हाम्रो सम्राट अशोक नेपाल भ्रमण गर्न आएको थियो। त्यो हाम्रो नेपालको इतिहासमा पहिलो पर्यटक भनेर उहाँलाई चिनिन्छ। अर्को क्वेशन, नेपाल संसारकै सबभन्दा सुन्दर देशको साथसाथै विविधताको देश पनि हो भन्न म कहिले हिचकिचाउँदिन, यो भनाइ कसको हो हैन? यो हाम्रो न्याप सुब्बामा सोधेको थियो। अप्सन हेरौँ त, कर्क पेट्रिक, डेनियल राइटर, टोनी हेगन, सिल्भा लेभी हैन? ल हाम्रो राइट एन्सर कुन त? नेपाल संसारकै सबभन्दा सुन्दर देशको साथसाथै विविधताको देश पनि हो भन्ने म कहिले हिचकिचाउँदैन। राइट एन्सर कसले भनेको थियो? टोनी हेगनको भनाइ हो। ल त्यस्तै अर्को हेर त, ग्रेट हिमालयन ट्रेलले कति देशलाई समेटेको छन्? ग्रेट हिमालयन ट्रेलले हाम्रो कतिवटा देशलाई सोधेको थियो? नेपाल टेलिकममा सोधेको थियो। त्यस्तै ल अप्सन 5, 6, 7 र 8 वटा हैन? ग्रेट हिमालयन ट्रेलले कतिवटा देशलाई समेटेको छन् भने 6 वटा देशलाई समेटेको छन्। ल नेक्स्ट क्वेशन, नेपालमा कुन उद्देश्यले बढी पर्यटक आउने गर्छन्? पदयात्रा गर्न कि हिमाल आरोहण गर्न कि ग्याफेटिङ गर्न कि मनोरञ्जनले गर्दा नेपालमा बढी पर्यटक आउँछन्? यो अप्सनहरु मध्ये सबभन्दा कुन उद्देश्यले बढी पर्यटक आउँछन् नेपालमा त? मनोरञ्जन हैन? मनोरञ्जन गर्न बढी आउँछन्। ल नेपालमा भित्रिएका पर्यटकहरु मध्ये सबभन्दा बढी पर्यटक कुन देशले नेपाल आएको देखिन्छन् हैन? यो हाम्रो खरिदारमा सोधेको थियो। नेपालमा आउने पर्यटकहरु सबभन्दा बढी कुन उद्देश्यले आउँछन्? भर्खर हामी पढ्यौं कुन उद्देश्य त? मनोरञ्जन हैन? सेम यो पनि क्वेशनमा त्यही हो हाम्रो। ल अप्सन मनोरञ्जन। सन् 2022 मा नेपाल आएका पर्यटकहरु मध्ये सबैभन्दा बढी भारतबाट आएको देखिन्छन् हैन? यो 2022 मा हेर्दाखेरि सबभन्दा बढी भारतबाट नेपाल पर्यटक आएको थियो भने त्यसपछि संख्यात्मक रूपले कुन देशबाट पर्यटक नेपाल आएको थियो? ल भारत पछि अर्को कुन देश नेपाल पर्यटक आएको थियो हैन? ल बढी भयो भारत पछि अर्को कुन देश त? हाम्रो अमेरिका। त्यस्तै अर्को क्वेशन हेरौँ त, आर्थिक सर्वेक्षण विक्रम सन् 2080-81 अनुसार हैन? आर्थिक सर्वेक्षण 80-81 अनुसार नेपालमा बढी पर्यटक आएका 5 देशहरुको क्रम कुन हो? ठीक छ, त्यो क्रम मिलाउनु छ हैन? सीटीबीटीमा हाम्रो सोधेको थियो र शाखावती कृतिमा पनि सोधिएको प्रश्न हो। ल हेरौँ त हाम्रो अप्सन, भारत, अस्ट्रेलिया, बेलायत, संयुक्त राज्य अमेरिका, बंगलादेश हैन? त्यस्तै अर्को पनि भारत, संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, बंगलादेश, भारत, बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बंगलादेश, भारत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, बंगलादेश हैन? ल नेपाल आउने पर्यटकहरु हैन? सबभन्दा बढीदेखि क्रम मिलाउनु छ हैन? 5 वटा कुन राष्ट्र सबभन्दा बढी? ल बढी त भारत भयो। त्यस्तै दोस्रो स्थानमा को आउँछ त? हाम्रो संयुक्त राज्य अमेरिका आउँछन् हैन? अमेरिका आउँछन्। त्यसपछि अमेरिका पछि बेलायत आउँछन्, त्यसपछि अस्ट्रेलिया, बंगलादेश। हाम्रो राइट एन्सर बी। ल नेक्स्ट क्वेशन हेरौँ त, तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही उत्तर छान्नुहोस्। नेपालको कुल गृहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान बढ्दै गइरहेको छ हैन? सेवा क्षेत्रको योगदान बढ्दै गइरहेको छ भने कृषि क्षेत्रको योगदान घट्दछ। अर्को क्वेशन के भन्छ, नेपालको कुल पर्यटक आगमन संख्याको आधारमा सन् 2022 मा सबैभन्दा बढी पर्यटकहरू आउने 3 मुलुकहरू क्रमशः भारत हो, संयुक्त राज्य अमेरिका र बेलायत हुन् हैन? ल हाम्रो के भनिन्छ कि दुवै यसमा चाहिँ कुन सही हो? ल हाम्रो पहिलो क्वेशन, नेपालको कुल गृहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान बढ्दै गइरहेको छ, राइट हो। अनि कृषि क्षेत्रको योगदान घट्दै छ, यो क्वेशन हाम्रो राइट हो। अर्को नेपालमा कुल पर्यटक आगमन संख्याको आधारमा हैन 2022 मा हेर्दाखेरि सबभन्दा बढी चाहिँ भारत, त्यसपछि संयुक्त राज्य अमेरिका, त्यसपछि बेलायत हुन्, यो पनि हाम्रो राइट एन्सर भनेको 1 र 2 दुवै ठीक। त्यस्तै अर्को क्वेशन, नेपालमा नेपाल पर्यटन वर्ष कहिले मनाइएको थियो? न्याप सुब्बामा सोधिएको प्रश्न हो। ल हेरौँ त, सन् 2009, 2010, 2011, 2012 नेपाल पर्यटन वर्ष कहिले मनाइएको हो भने हाम्रो सन् 2011। ल नेपाल पर्यटन वर्ष 2011 को मूल नारा के हो?
जुन हाम्रो नेपाल पर्यटन वर्ष 2011 मनाइयो त्यसको नारा के थियो? अप्सन हेरौँ त, पर्यटनको लागि सँगसँगै, अर्को पर्यटन सधैँको लागि, पर्यटक सबैको लागि, पर्यटकका लागि सँगसँगै, हैन? यसको राइट एन्सर कुन हो त हाम्रो? पर्यटनका लागि सँगसँगै। त्यस्तै नेक्स्ट क्वेसन के छ कि नेपाल पर्यटन वर्ष 2011 को नारा के थियो? सेम त्यही क्वेसन आइसकेको छ। के हुन्छ त? पर्यटनका लागि सँगसँगै हो। अर्को, नेपालको पर्यटनका सम्बन्धमा निम्न कथनहरू विचार गर्नुहोस्। के भन्छ? नेपालमा सबैभन्दा बढी पर्यटक पदयात्राको लागि आउँछन्। ल हामी भर्खर माथि पढ्यौँ, सबभन्दा बढी पर्यटक के को लागि आउँछन् त? मनोरञ्जनको लागि आउँछन् भने यो हाम्रो भएन। अर्को हेरौँ त, पर्यटनका प्रवर्धनका लागि नेपाल पर्यटन वर्ष 2011 मनाइयो। ठिक हो, राइट। नेपालमा सबैभन्दा बढी पर्यटक युरोप महादेशबाट आउँछन्। ल कहाँबाट आउँछन् हाम्रो? एसिया महादेशबाट आउँछन् बढी पर्यटकहरू। त्यसो भए यो पनि हाम्रो रङ भयो। उपयुक्त कथनहरूमध्ये कुन सही छन्? हैन, सही भनेको हाम्रो कुन थियो त? एउटा हाम्रो दुई मात्र सही, अप्सन डी एन्सर। नेक्स्ट क्वेसन, सन् 2020 मा नेपालमा पर्यटकको संख्या कति पुर्याउने लक्ष्य लिएको थियो? हाम्रो सन् 2000 मा नेपालमा पर्यटकको संख्या कति पुर्याउने लक्ष्य लिएको थियो? अप्सन 12 लाख, 15 लाख, 17 लाख, 20 लाख, हैन? ल कति पुर्याउने लक्ष्य थियो त? 20 लाख। ल नेक्स्ट क्वेसन, नेपाल सरकारले भ्रमण वर्ष 2020 मा कति पर्यटकलाई देश भित्राउने लक्ष्य राखेको थियो? सेम क्वेसन आइसक्यो, 20 लाख। ल नेपाल सरकारले सन् 2020 लाई भिजिट नेपाल 2020 को रूपमा मनाउने निर्णय गरेको थियो, जसको नारा के थियो त? लाइफ टाइम एक्सपिरियन्स रहेको थियो। अनि विक्रम सन् 2076 पुस 16 गते राष्ट्रपतिबाट उद्घाटन भएको उक्त अभियान कोभिडको महामारीले गर्दा के भयो त? स्थगित गर्नु परेको थियो। अब हेरौँ त नेक्स्ट क्वेसन के छ कि हाम्रो नेपाल सरकारले द ग्लोबल गुडविल एम्बेसडर फर नेपाल्स टुरिज्मबाट सम्मानित गरेको व्यक्ति को हुन्? हैन, नेपाल सरकारले द ग्लोबल गुडविल एम्बेसडर फर नेपाली टुरिज्मबाट सम्मानित गरेको व्यक्ति को हुन्? अप्सन आङ्ग्रिता शेर्पा, निर्मल पूजा, पासाङ लामु शेर्पा, आम्पा शेर्पा, हैन? यो कोशी 5 मा सोधेको थियो 2078 सालमा। ल यसको बारेमा हेरौँ त, कसलाई यो ग्लोबल गुडविल एम्बेसडर नेपाल टुरिज्मबाट सम्मानित गरेको थियो? हेरौँ त के भन्छ? 8000 मिटर भन्दा अग्ला हिमाल 44 पटक आरोहण गरेको। 44 पटक कसले आरोहण गरेको थियो? 8000 मिटर भन्दा अग्ला हिमालहरू? हाम्रो निर्मल पूजा, हैन? निर्मल पूजाले विश्व कीर्तिमान राखेको थियो 44 पटक आरोहण गरेर 8। अनि त्यस्तै दोस्रो स्थानमा को छ? हाम्रो कामृता शेर्पा। उनले चाहिँ सगरमाथा चाहिँ 30 पटक र अन्य 8000 मिटर भन्दा अग्ला 40 पटक सफल आरोहण गरेका हुन्। ल भने हाम्रो राइट एन्सर कुन भयो त हाम्रो यसको? निर्मल पूजा, हैन? यो 44 पटक आरोहण गरेर विश्व कीर्तिमान राखेको थिए। नेक्स्ट क्वेसन के छ कि विश्व पर्यटन दिवस कहिले मनाइन्छन्? हैन, यो अधिकृत क्याडेटमा सोधिएको थियो। विश्व पर्यटन दिवस कहिले मनाइन्छ? अप्सन सेप्टेम्बर 20, सेप्टेम्बर 23, सेप्टेम्बर 25, सेप्टेम्बर 27। ल विश्व पर्यटन दिवस कहिले मनाइन्छ त? हाम्रो राइट एन्सर सेप्टेम्बर 27। ल अर्को, भिजन 2005 केसँग सम्बन्धित छन्? यातायात, पर्यटन, कृषि, उद्योग, हैन? न्याप्सुमा सोधिएको प्रश्न हो। भिजन 2005 हाम्रो केसँग सम्बन्धित छ त? पर्यटनसँग सम्बन्धित छन्। त्यस्तै नेक्स्ट क्वेसन के छ कि 16औं योजनामा पर्यटन क्षेत्र, हैन, रूपान्तरणको नीति तलका मध्ये कुन रहेको छ? हाम्रो पर्यटकीय गन्तव्यहरूको पहिचान गर्ने, आर्थिक वृद्धिका लागि पर्यटन, अर्को पर्यटकीय पूर्वाधारहरूको विकास र विस्तार, अर्को पर्यटनका लागि सँगसँगै, हैन? 16औं योजनामा पर्यटन क्षेत्र छ नि, पर्यटन क्षेत्रको रूपान्तरणको नीति तलका मध्ये कुन रहेको थियो त? राइट एन्सर हाम्रो अप्सन सी के भनेछ कि पर्यटकीय पूर्वाधारहरूको विकास र विस्तार गर्ने, हैन? 16औं योजनामा पर्यटन क्षेत्रको यो नीति थियो, पर्यटकीय पूर्वाधारहरूको के गर्ने? विकास र विस्तार गर्ने। नेक्स्ट क्वेसन के छ कि इको टुरिज्म शब्दको प्रयोग कसले र कहिले गरेको थियो? हैन, इको टुरिज्मको प्रयोग कसले र कहिले गरेको थियो? अप्सन सर पिटर सन् 1976, म्याडम प्युरे सन् 1985, हेक्टर सेवालेस ल्यास्कुरेन, हैन, सन् 1983। अर्को अप्सन भयो माइकल रिचार्ड सन् 1986 मा, हैन? राइट एन्सर हाम्रो कुन हो त? हेक्टर सेवालेस लास्कुरेन सन् 1983 मा इको टुरिज्मको शब्दको प्रयोग कसले गरेको थियो? हेक्टर सेवालोस लास्कुरेन। कहिले त? सन् 1983 मा।
नेक्स्ट क्वेसन के छ कि नेपालमा सर्वप्रथम ग्रामीण पर्यटन कार्यान्वयन गरिएको जिल्ला कुन हो हैन ग्रामीण पर्यटन बनाइएको ग्रामीण पर्यटन कायम गरिएको पहिलो जिल्ला कुन हो हाम्रो अप्सन स्याङ्जा लमजुङ पर्वत कास्की राइट एन्सर हाम्रो कुन हो त अप्सन ए स्याङ्जा हैन स्याङ्जाको सुरुवात ल ग्रामीण पर्यटन कार्यान्वयन गरिएको जिल्ला कुन हो त स्याङ्जा नेक्स्ट क्वेसन के छ नेपालको कुन क्षेत्रमा सबैभन्दा बढी पर्यटक पदयात्राको लागि जाने गर्छन् अप्सन अन्नपूर्ण खपत अरुण उपत्यका र सेफोकुन्जडो सबभन्दा बढी पर्यटक पदयात्राको लागि कहाँ जाने गर्छन् त हाम्रो अन्नपूर्ण हिमालमा नेक्स्ट क्वेसन के छ कि पर्यटकहरूले पदयात्राको अनुमति प्राप्त गर्न कुन निकायबाट लिनुपर्ने व्यवस्था रहेको छ हाम्रो अप्सन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गृह मन्त्रालय पर्यटन विभाग अध्यागमन विभाग हैन ल पर्यटकको लागि हामी पदयात्रा गर्नको लागि कहाँबाट कुन निकायबाट सिफारिस लिनुपर्छ त हाम्रो राइट एन्सर कुन हो त हाम्रो पर्यटनको लागि भने पर्यटक विभागसँग हैन पर्यटक विभागसँग के गर्नु पर्यो सिफारिस लिनु पर्यो पर्वतारोहणको लागि अनुमति हामी के लिन्छ पर्यटन विभागबाट दिन्छ रामा रोशन पर्यटकीय स्थल कुन जिल्लामा पर्छन् रामा रोशन पर्यटकीय स्थल कुन जिल्लामा पर्छन् अप्सन डडेलधुरा मनाङ सुलुखुम्बु अछाम रामा रोशन पर्यटकीय स्थल कुन जिल्लामा पर्छन् राइट एन्सर हाम्रो कुन हो त अछाम हो रामा रोशन पर्यटकीय स्थल कुन जिल्लामा छ त अछाम नेक्स्ट क्वेसन रामा रोशन पर्यटकीय स्थल कुन जिल्लामा छन् भोकरायो अछाम त्यस्तै अर्को नमुना पर्यटकीय स्थलको रूपमा पहिचान गरिएको भदा गाउँ कुन जिल्लामा अवस्थित छन् हैन नमुना पर्यटकको लागि स्थलको रूपमा पहिचान गरिएको जुन भदा गाउँ हो त्यो कुन जिल्लामा अवस्थित रहेछन् अप्सन कञ्चनपुर कैलाली बर्दिया र दाङ राइट एन्सर कुन हो त हाम्रो नमुना पर्यटक स्थलको लागि पहिचान गरिएको कैलाली जिल्ला हो हैन भाद गाउँ कुन जिल्लामा अवस्थित छ कैलाली जिल्लामा भाद गाउँ अवस्थित रहेछन् नेक्स्ट क्वेसन लुम्बिनी ल अरु क्वेसन के छ कि हाम्रो लुम्बिनी प्रदेशमा पर्ने पर्यटकीय स्थल हैन लुम्बिनी प्रदेशमा पर्ने पर्यटकीय स्थल तलको मध्ये कुन हो यसमध्ये कुन हाम्रो लुम्बिनी प्रदेशमा पर्छन् ल यो हेरौँ त जस्तै कमल द भयो गलेश्वर भयो कुभिन्डे द भयो रामा रोशन भयो हैन यो हाम्रो यसमध्ये कुन हाम्रो द कुन पर्यटकीय स्थल हाम्रो लुम्बिनी प्रदेशमा पर्छ भने कमल द रुकुम पूर्व लुम्बिनी प्रदेशमा पर्छन् हैन कमल द कहाँ छ रुकुम पूर्व पर्छ कहाँ त लुम्बिनी प्रदेशमा अर्को चाहिँ गलेश्वर भनेको म्याग्दीमा पर्छन् गण्डकी प्रदेशमा अर्को हाम्रो कुभिन्डे द सल्यानमा पर्छन् हैन सल्यान जिल्लामा कुन प्रदेश त कर्णाली प्रदेश त्यस्तै रामा रोशन अछाममा पर्छन् सुदूरपश्चिम हाम्रो अप्सनहरुको ल जस्तै कि कमल द भनेको कहाँ त लुम्बिनी प्रदेश गलेश्वर भनेको म्याग्दी हैन म्याग्दी जिल्ला कहाँ छ गण्डकी प्रदेशमा अर्को कुभिन्डे द भने सल्यान कर्णाली जिल्लामा पर्यो भने अर्को रामा रोशन अछाम भनेको हाम्रो सुदूरपश्चिम ल यो हाम्रो दहरु हुन् नेक्स्ट क्वेशन के छ हाम्रो नेपालको पर्यटकीय स्थल रुभी भ्याली कुन जिल्लामा पर्दछन् अप्सन सुलुखुम्बु मुगु मुस्तान धादिङ ल रुबु भ्याली कुन जिल्लामा पर्छन् हाम्रो धादिङ जिल्लामा पर्छन् धादिङ जिल्लामा त्यस्तै नेक्स्ट क्वेशन के भन्छ नेपालको प्रसिद्ध पर्यटकीय स्थल हेलम्बु कुन जिल्लामा पर्दछन् अप्सन दोलखा रामेछाप सिन्धुपाल्चोक नुवाकोट हैन यसको राइट एन्सर हाम्रो हेलम्बु कहाँ पर्छन् हाम्रो सिन्धुपाल्चोक अर्को नेक्स्ट क्वेशन के छ पर्यटकीय स्थल श्री अन्तु डाँडा कुन जिल्लामा पर्छन् हाम्रो श्री अन्तु डाँडा कुन जिल्लामा पर्छन् त हाम्रो राइट एन्सर हाम्रो इलाम त्यस्तै नेक्स्ट क्वेशन के छ नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम 2075 हैन कहिलेबाट शुभारम्भ गरिएको हो हैन 2075 मा कहिलेबाट शुभारम्भ गरियो माघ 1 पौष 1 फागुन 1 कि चैत्र 1 यसको राइट एन्सर हाम्रो कुन हुन्छ त फागुन 1 गतेबाट हैन 2075 फागुन 1 गतेबाट हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम के सञ्चालन गरियो शुभारम्भ गरियो त्यसै नेपालका प्रधानमन्त्रीबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले भयो भर्खर मैले 2075 फागुन 1 हैन 2075 फागुन 1 नेक्स्ट क्वेशन के छ आर्थिक वर्ष 80-81 का लागि नेपाल सरकारले कामदारहरूको लागि न्यूनतम मासिक पारिश्रमिक कति तोकेको छन् हैन 80-81 अनुसार नेपाल सरकारले कामदारहरूको लागि न्यूनतम मासिक पारिश्रम हैन महिनाको कति पारिश्रम तोकिएको छ भने अप्सन रु 9700 13,893 15,000 कि 17,300 ल हेरौँ त के भने यहाँ यसैसँगै हामी
यसको त राइट एन्सर हाम्रो 80-81 अनुसार कति रहेको त भने पारिश्रमिक भनेको 17,300 हैन। यस सम्बन्धी अर्को हेरौँ त चिया बगानको श्रमिकको हकमा हैन चिया बगानी गर्ने उनीहरूको श्रमिकको हकमा कति रहेछ त 13,893 यो 13,893 भनेको चिया बगानमा श्रमिक गर्ने उनीहरूको लागि न्यूनतम मासिक परिश्रम तोकिएको छ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरे कामदारहरूको लागि न्यूनतम मासिक परिश्रम तोकेको हो। श्रम ऐन 2074 को दफा 106 मा न्यूनतम पारिश्रमिकको निर्धारण गर्ने व्यवस्था रहेको छ कति तोकिएको छ भने 17,300। अब नेक्स्ट क्वेशन हेरौँ त वैदेशिक रोजगारी र विप्रेषण हैन रेमिट्यान्स र वैदेशिक रोजगारीको लागि नेपाल सरकारले खाडी मुलुकमा रोजगारीको लागि जाने महिलाहरूको हुनुपर्ने उमेर कति निर्धारण गरिएको छ हैन कति वर्षको महिलाहरूले मात्र रोजगार खाडी मुलुकमा जान पाउने यो शाखा अधिकृतमा सोधेको ल यसको राइट एन्सर कति रहेछ त 30 वर्ष। नेक्स्ट क्वेशन के छ कि G2G को अवधारणा केसँग सम्बन्धित छ हैन इक्जाम्पलमा वैदेशिक रोजगारी कि शिक्षासँग खाद्य सम्प्रभुता कि स्वास्थ्यसँग हाम्रो G2G अवधारणा वैदेशिक रोजगारीसँग सम्बन्धित रहेको छन्। नेक्स्ट क्वेशन हेरौँ त नेपाल र जर्मनी बीच श्रम सम्झौता कहिले भएको थियो नेपाल र जर्मनी बीच श्रम सम्झौता कहिले भएको थियो यसको राइट एन्सर हाम्रो कति 2023 अक्टोबरमा भएको थियो हैन कुन महिनामा अक्टोबरमा भएको थियो। यसले त यहाँ के छ नेपालको हालसम्म 12 वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता भएको छ। श्रम सम्झौता भएको पहिलो देश चाहिँ कतार हो कहिले भएको थियो 2005 मा हो भने 12औं मुलुक हाम्रो जर्मनी हो 2023 अक्टोबर 10 हैन जर्मनी हाम्रो के हो त 12औं मुलुक 2023 अक्टोबर 10 श्रम भएको 12 देशहरूको क्रमश के छ कतार दक्षिण कोरिया बहराइन जोर्डन मलेसिया हाम्रो जापान मौरिसस युएई इजरायल बेलायत रोमानिया हैन अर्को जर्मनी रहेको छन् हैन 12 वटा मुलुकहरू दिएको छ। त्यस्तै अर्को नेक्स्ट क्वेशन हेरौँ त कोलम्बो प्रोसेसमा आबद्ध मुलुक तलको मध्ये कुन हो कोलम्बो प्रोसेसमा आबद्ध मुलुक तलको मध्ये कुन हो भुटान इराक मालदिभ्स र बांग्लादेश हैन ल कोलम्बो प्रोसेसमा आबद्ध मुलुक तलको मध्ये कुन हो कोलम्बो भन्ने बित्तिकै के हो नि त हाम्रो बंगलादेश हो कोलम्बो प्रोसेसमा आबद्ध मुलुक बंगलादेश। यस सम्बन्धी हेरौँ त हाम्रो कोलम्बोमा कुन कुन मुलुकहरू परेको छन् त हेरौँ त जस्तै श्रीलङ्का भयो भारत भयो बंगलादेश अफगानिस्तान पाकिस्तान चीन थाइल्यान्ड इन्डोनेसिया भियतनाम फिलिपिन्स कम्बोडिया र नेपाल यो सबै के हो त हाम्रो कोलम्बो प्रोसेसमा पर्ने गर्छन्। अब हामी के त विप्रेषण रेमिट्यान्सको बारेमा के भन्छ कि आर्थिक वर्ष 79-80 मा नेपालमा विप्रेषण कति रकम कति प्राप्ति भएको थियो हैन यो खरिदार 79 मा सोधेको थियो हाम्रो 79-80 मा नेपालमा विप्रेषण रेमिट्यान्स कति प्राप्त भएको थियो यहाँ हेरौँ त आर्थिक वर्ष अहिले 80-81 को पहिलो बजेट पहिलो 8 महिनाको लागि हैन 2080 फागुनसम्म कति भएको थियो हाम्रो विप्रेषण आए 961 अर्ब 22 करोड रहेको छ हैन 961 अर्ब 22 करोड थियो 80 सम्म अनि आर्थिक वर्ष 80-81 को विप्रेषण अपहरण कुल ग्रस्त उत्पादन कति त जीडीपी 25.19% रहेको अनुमान छ भने आर्थिक वर्ष 79-80 मा यसको अनुपात कति थियो त हाम्रो 22.82 थियो हैन भने 82 थियो भने रकम कति होला त हाम्रो यसमा राइट एन्सर कुन हुन्छ हाम्रो हैन 1220 अर्ब 56 करोड। नेक्स्ट क्वेशन के भन्छ कि आर्थिक वर्ष 79-80 मा नेपालमा विप्रेषण अपराहको रकम कति रहेको छन् सेम यही क्वेशन हो कति त 1220 अर्ब 56 करोड। आर्थिक वर्ष 79-80 मा नेपालमा विप्रेषण अपराहन कति भएको थियो एभ्री सेम क्वेशन कति पटक सोधिसकेको छ हाम्रो हैन ल अर्को हेरौँ त नेपालमा विप्रेषणको उपयोगको तलको मध्ये सबभन्दा बढी केमा भएको देखिन्छ नेपालमा सबभन्दा बढी रेमिट्यान्स केबाट आउँछन् त हेरौँ त राजस्वबाट कि उपभोग्य सामान प्रयोग गरेबाट कि कच्चा पदार्थ खरिद बापत कि उत्पादन वृद्धि गरे बापत हैन सबभन्दा बढी रेमिट्यान्स केबाट आउँछन् यसको चाहिँ हाम्रो राइट एन्सर कुन हो त हाम्रो उपभोग्य सामान प्रयोग गरे बापत के हुन्छ त रेमिट्यान्स बढी आएको छन्। अरु के भन्छ विश्वमा सबैभन्दा बढी रेमिट्यान्स भित्राउने मुलुक कुन हो हैन विश्वमा सबैभन्दा बढी रेमिट्यान्स भित्राउने मुलुक कुन हो त यो अप्सन नेपाल भारत चीन बंगलादेश सबभन्दा बढी रेमिट्यान्स भित्राउने कुन त भारत हो। नेक्स्ट क्वेशन विश्व बैंकले सन् 2022 को प्रतिवेदन अनुसार कुल ग्रस उत्पादन जीडीपी को अनुपात सबैभन्दा बढी रेमिट्यान्स भित्राउने देश कुन हो त हैन 2022 को प्रतिवेदन अनुसार यो सशस्त्र प्रहरीमा सोधेको थियो 2080 सालमा अनि हाम्रो भर्खर यहाँ हेरेको कति त के सबभन्दा बढी भित्राउने रेमिट्यान्स विश्वमा भारत हो हैन त्यसमा पनि भारत हो। अब हामी हेरौँ त शिक्षा सम्बन्धी
दरबार हाई स्कुलको स्थापना कुन सालमा भएको थियो हैन? दरबार हाई स्कुलको स्थापना कुन सालमा भएको थियो र 1910 मा हैन? 1910 मा भएको थियो दरबार हाई स्कुलको स्थापना। दरबार हाई स्कुलको स्थापना कहिले भएको थियो त हाम्रो टोटल हाम्रो यो पुरै मिति भन्दाखेरि 1910 कार्तिक 12 कि 1910 असोज 27, 1910 भाद्र 27 कि 1910 असोज 10। ल दरबार हाई स्कुलको स्थापना कहिले भएको थियो त हाम्रो अप्सन 1910 कार्तिक 12 कि 1910 असोज 27। त राइट एन्सर यसो कुन हो त 1910 असोज 27। ल यो दरबार हाई स्कुल कसले स्थापना गर्यो? दरबार हाई स्कुल हाम्रो जङ्गबहादुर राणा हैन? जङ्गबहादुर राणाले आफ्नो पालामा दरबार हाई स्कुलको स्थापना गरेको थियो हैन? यो दरबार हाई स्कुल कहाँ हाम्रो थापाथली दरबारमा स्थापना गरेको थियो हैन? थापाथली दरबारमा। अनि राणाहरूलाई अङ्ग्रेजी शिक्षा दिने कार्य सुरुवात गरेको थियो। दरबार हाई स्कुलमा के भएको थियो कि राणाहरूलाई अङ्ग्रेजी शिक्षा दिने कार्यक्रम सुरुवात गरेको थियो। दरबार हाई स्कुलको प्रथम प्रधानाध्यापक को थियो त? अप्सनमा रोज, क्यानिङ, म्याक्ले कि क्रिस्टिना हैन? को थियो त हाम्रो यसमा प्रथम प्रधानाध्यापक? यो चाहिँ विदेशी हाम्रो प्रधानाध्यापक थियो हैन? ल कुन हुन् त हाम्रो त यसको राइट एन्सर क्यानिन हैन? क्यानिन हो। पुरा नाम यसको मिस्टर क्यानिन भन्छन्। मिस्टर क्यानिन। दरबार स्कुलको पहिलो प्रधानाध्यापक को थिए त हाम्रो? क्यानिन, भीम शमशेर कि अब्दुल खाँ कि बानी विलास पाण्डे हैन? यसको राइट एन्सर कुन हो त हाम्रो मिस्टर क्यानिन दरबार स्कुलको प्रथम प्रधानाध्यापक। ल के छ हाम्रो दरबार स्कुलका प्रथम प्रधानाध्यापक जुन हाम्रो मिस्टर क्यानिन थियो हैन? श्री मिस्टर क्यानिन हुन् भने त्यसबेला सुपरिवेक्षणको जिम्मा कसलाई दिएको थियो हैन? सुपरिवेक्षण गर्ने जिम्मा कसलाई दिएको थियो त? अप्सन हाम्रो रोज कि हडसन कि बी हेगो कि पार्किङ हैन? यसको राइट एन्सर को थियो त हाम्रो श्री रोस हैन? श्री रोसलाई दिएको थियो। अनि अर्को हेरौँ त दरबार स्कुलको पहिलो निरीक्षक को थिए त? अप्सन रोज, केनिन, बुच कि हेस्टिङ। यसको राइट एन्सर कुन हुन्छ त हाम्रो रोस नै हो हैन? यो हाम्रो सुपरिवेक्षण गर्ने अथवा निरीक्षण गर्ने पहिलो को हो त? रोस। दरबार स्कुलको पहिलो निरीक्षण गर्ने अथवा सुपरिवेक्षण गर्ने रोस हुन्। नेक्स्ट क्वेसन के भनेछ कि हाम्रो स्थापना कालमा दरबार स्कुलको सम्बन्धमा भारतको कुन विश्वविद्यालयसँग थियो हैन? स्थापना हुँदाखेरि दरबार स्कुलको त्यतिखेर भारतको कुन विश्वविद्यालयसँग सम्बन्ध भएको थियो? बनारस कि कलकत्ता कि पटना कि दिल्लीसँग हैन? ल यसमा चाहिँ राइट एन्सर हाम्रो कुन हो त? त्यतिखेर कलकत्ता विश्वविद्यालयसँग सम्बन्ध थियो सुरुमा हैन? दरबार स्कुलको स्थापना हुँदाखेरि। नेक्स्ट क्वेसन कुन राणा प्रधानमन्त्रीको पालामा दरबार हाई स्कुल रानी पोखरीको पश्चिमपट्टि आफ्नो भवनमा सरेको हो हैन? कुन राणा प्रधानमन्त्री? जङ्गबहादुर राणाको पालामा त के थियो हाम्रो दरबार स्कुलको स्थापना भएको थियो भने कसको पालामा चाहिँ दरबार हाई स्कुल रानी पोखरीको पश्चिमपट्टि आफ्नो भवनमा सारेको थियो भने वीर शमशेर हैन? वीर शमशेरको पालामा दरबार हाई स्कुल सरिएको थियो। दिङ्गला पाठशालाको स्थापना कहिले भएको हैन? दिङ्गला पाठशालाको स्थापना कहिले भएको? विक्रम सम्वत 1930, 1932, 1934 कि 1936। ल दिङ्गला पाठशालाको स्थापना 1932 मा भएको थियो। नेक्स्ट क्वेसन के छ? बाल ब्रह्मचारी सडानन्द हैन? सडानन्दले भोजपुरीको दिलामा संस्कृत पाठशालाको स्थापना कहिले गरेको थियो? के भनिन्छ? बाल ब्रह्मचारी सडानन्दले भोजपुरीको दिलाङमा संस्कृत पाठशालाको स्थापना कहिले गरेको थियो? ल यो हाम्रो कोशीमा सोधेको थियो प्रश्न। अप्सन 1930, विक्रम सम्वत 1930, 1931, 1932 कि 1933। ल यसको राइट एन्सर हाम्रो कुन हो त हाम्रो 1932। नेक्स्ट क्वेसन के छ कि राणाहरूको सन्तानका लागि मात्र भनी खोलिएको दरबार स्कुल कहिलेदेखि सर्वसाधारणको लागि पनि खुला भयो? विक्रम सम्वत 1932, 1934, 1942 कि 1957 हैन? अनि कसले गर्यो त सर्वसाधारण सबैको लागि खुला? अनि कहिले गर्यो? यसको राइट एन्सर चाहिँ हाम्रो 1942 मा। कसले गर्यो त हाम्रो वीर शमशेर हैन? वीर शमशेर प्रधानमन्त्री भएपछि दरबार हाई स्कुल पहिला के थियो त हाम्रो राणाहरूको सन्तान मात्र पढ्ने, अनि वीर शमशेर आफ्नो पालामा के गर्यो त यो दरबार हाई स्कुल सर्वसाधारणको लागि पनि खुला गरिदियो विक्रम सम्वत 1942 मा। नेपालका कुन राणा प्रधानमन्त्रीको पालादेखि सर्वसाधारण जनताहरूको छोराछोरीले दरबार स्कुलमा पढ्न पायो त? हाम्रो कुन त? वीर शमशेर। ल
अरूको कुरा छोड आफ्नो छोराछोरीले अङ्ग्रेजी पठाऊ भन्ने उसको भनाइ कसको थियो? अप्सन देव शमशेर, चन्द्र शमशेर, जङ्गबहादुर, भीम शमशेर। यसको राइट एन्सर हाम्रो जङ्गबहादुर हैन। अरूको कुरा छोड आफ्नो छोराछोरीले अङ्ग्रेजी पठाऊ भन्ने जङ्गबहादुरले भनेको थियो। नेपालमा महिला शिक्षाको प्रारम्भ गर्ने को हुन्? महिला शिक्षाको सुरुवात गर्ने को हुन् त? हाम्रो अप्सन लक्ष्मीबाई, मेलावादेवी, गङ्गाबाई कि गङ्गादेवी। यसको चाहिँ राइट एन्सर को त? गङ्गाबाई हैन। गङ्गाबाईले महिला शिक्षाको प्रारम्भ गर्यो नेपालमा। नेपालमा महिला शिक्षाको थालनी कुन प्रधानमन्त्रीको पालादेखि भयो त? हाम्रो महिला शिक्षाको थालनी पनि हाम्रो कसको पालामा त? वीर शमशेरको पालादेखि नै भयो। नेपालमा विक्रम सम्वत 1958 मा कुन राणा प्रधानमन्त्रीले 57 वटा भाषा पाठशाला खोलेको थियो? देव शमशेर कि चन्द्र शमशेर कि वीर शमशेर कि धीर शमशेर हैन। यसको राइट एन्सर हाम्रो देव शमशेर हैन। त्यसैले 1957 वटा भाषा शिक्षाको पिता भन्ने गरिन्छ। अनि हाम्रो स्कुलको पिता भनेको को हो त? पद्म शमशेर। नेक्स्ट क्वेसन के छ कि नेपाली भाषामा लेखिएको नेपालको पहिलो पाठ्यपुस्तक कुन हो? नेपाली भाषामा लेखिएको पहिलो नेपालको पाठ्यपुस्तक कुन हो? अप्सन ठुलो वर्णमाला, महेन्द्रमाला, अक्षराङ्क शिक्षा कि बधु शिक्षा। नेपाली भाषामा लेखिएको नेपालको पहिलो पाठ्यपुस्तक भनेको हाम्रो कुन हो त? अक्षराङ्क शिक्षा। राइट एन्सर हाम्रो अक्षराङ्क शिक्षा। क्वेसन के हो कि विद्यालय स्तरमा पढाउन नेपाली भाषाको लेखिएको पहिलो पाठ्यपुस्तक कुन हो त? विद्यालय स्तरमा पढाउनको लागि नेपाली भाषामा लेखिएको पहिलो पाठ्यपुस्तक हाम्रो अक्षराङ्क कि नेपाली वर्णमाला कि श्रुतिबोध कि पाठ्यपुस्तक श्रेष्ठता हैन। राइट एन्सर त्यही हाम्रो अक्षराङ्क शिक्षा हैन। पहिलो पाठ्यपुस्तक हाम्रो अक्षराङ्क शिक्षा नै हो। अनि हाम्रो नेपाली भाषामा पनि पहिलो पाठ्यपुस्तक नै चलाएको अक्षराङ्क शिक्षा। नेपाली भाषामा लेखिएको पहिलो पाठ्यपुस्तक अक्षराङ्क शिक्षाका लेखक को हुन्? हाम्रो अप्सन जयपृथ्वीबहादुर सिंह, माधव प्रसाद घिमिरे कि सरदार रुद्रराज पाण्डे कि कृष्ण प्रसाद पराजुली हैन। ल यसको राइट एन्सर हाम्रो अक्षराङ्क शिक्षाका लेखक को हुन् त? हाम्रो जयपृथ्वीबहादुर सिंह हुन्। भने नेक्स्ट क्वेसन के छ? नेपालको पहिलो पाठ्यपुस्तक जुन अक्षराङ्क शिक्षा हो यो कुन कार्यक्रमको लागि तयार पारिएको थियो? अप्सन दरबार स्कुलको लागि कि भाषा पाठशालाको लागि, संस्कृत पाठशालाको लागि, श्रेष्ठ पाठशालाको लागि। यो अक्षराङ्क शिक्षा के को लागि तयार पारिएको थियो? भाषा पाठशालाको लागि। नेक्स्ट क्वेसन के छ? गोर्खा भाषा प्रकाशनी समितिबाट प्रकाशित पहिलो पुस्तक कुन हो त? हैन। गोर्खा भाषा प्रकाशन समितिबाट प्रकाशित पहिलो पुस्तक कुन हो? गोर्खा शिक्षा कि अक्षराङ्क शिक्षा कि बालबोधक शिक्षा कि बधु शिक्षा। यसको राइट एन्सर कुन हुन सक्छ त? हाम्रो एक गोर्खा शिक्षा हैन। गोर्खा भाषाबाट प्रकाशित भएको थियो गोर्खा शिक्षा। नेपालको पहिलो संस्कृत पाठशाला कहाँ स्थापना भएको थियो? संस्कृत पाठशाला नेपालको पहिलो कहाँ स्थापना भएको थियो? अप्सन रिडी, काठमाडौँ, मटिहानी, दिङ्गला। यसको राइट एन्सर कुन हो त? हाम्रो संस्कृत पाठशाला सबभन्दा पहिला दिङ्गलामा स्थापना भएको थियो। निजी स्तरबाट स्थापित पहिलो पाठशाला हैन यो दिङ्गला पाठशाला हो। निजी स्तरबाट स्थापित भएको थियो 1932 हो। भने सरकारी स्तरबाट स्थापित पहिलो हाम्रो रानीपोखरी 1934 मा। 1934 मा रानीपोखरी यो सरकारी सम्पत्तिबाट भयो भने निजी सम्पत्तिबाट भन्दाखेरि हाम्रो यो दिङ्गला पाठशाला हो पहिलो 1932 मा। नेक्स्ट क्वेसन के छ कि नेपालमा सर्वप्रथम संस्कृत शिक्षाको विद्यालय कुन स्थानमा स्थापना भएको थियो? संस्कृत शिक्षाको सुरुवात कहाँ भएको थियो? बेलझुन्डीडाङ कि दिङ्गला भोजपुर, काठमाडौँ कि मटिहानी जनकपुर। यसको राइट एन्सर कुन हुन सक्छ त? हाम्रो राइट एन्सर हाम्रो मटिहानी जनकपुर हैन। सर्वप्रथम संस्कृत शिक्षाको विद्यालय स्थापना भएको थियो। संस्कृत शिक्षाको विद्यालय कहाँ भएको थियो? मानेटी जनकपुरमा। ल यहाँ संस्कृत पाठशाला भनिदियो भने दिङ्गला हो। यहाँ संस्कृत शिक्षाको विद्यालय भनिदिएपछि माटिहानी जनकपुर भन्ने। नेपालको पहिलो कलेज जुन हाम्रो त्रिचन्द्र कलेज हो यो आफ्नो स्थापना कालमा कुन विश्वविद्यालयसँग सम्बन्धित थियो त? अप्सन कलकत्ता, पटना, बिहार र बनारस हैन। यसको राइट एन्सर कुन हो त? हाम्रो कलकत्ता विश्वविद्यालयसँग सम्बन्ध थियो। नेक्स्ट क्वेसन विक्रम सम्वत 1975 मा चन्द्र शमशेरले त्रिभुवन चन्द्र कलेजको स्थापना गर्दा हैन कसले त? चन्द्र शमशेरले त्रिभुवन चन्द्र कलेजको स्थापना गर्दा उक्त कलेजको सुरुमा सम्बन्ध कुन विश्वविद्यालयसँग रहेको थियो? अप्सन कलकत्ता विश्वविद्यालय, बनारस विश्वविद्यालय, पटना विश्वविद्यालय कि अलीगढ विश्वविद्यालय। ल यसको राइट एन्सर के हो त? हाम्रो कलकत्ता विश्वविद्यालय नै हो हैन। त्रिचन्द्र कलेजको स्थापना हुँदा कलकत्ता विश्वविद्यालयसँग सम्बन्ध थियो। त्रिचन्द्र कलेजलाई
त्रिभुवन चन्द्र कलेजलाई त्रिचन्द्र कलेजमा नामाकरण कहिले गरियो हैन। त्रिभुवन चन्द्र कलेज पहिला थियो, अब त्रिभुवन चन्द्र कलेजबाट के गरियो त्रिचन्द्र कलेज नामाकरण गरिदियो। कहिले हाम्रो विक्रम सम्वत 1975, 1976, 78 कि 81 मा हैन। यसको राइट एन्सर विक्रम सम्वत 1981 मा। नेक्स्ट क्वेसन नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भयो? अप्सन 1989, 1990, 1991, 1992। यसको राइट एन्सर हाम्रो कति हो त? एसएलसी बोर्डको स्थापना कहिले भएको थियो? 1990 मा। अनि 1990 मा भएको थियो। पुरा मिति भन्दाखेरि 1990 कार्तिक 16 गते 1990 कार्तिक 16 गते भएको थियो भने नेपालमा एसएलसी परीक्षा बोर्डको गठन हुँदा कतिवटा हाई स्कुल सञ्चालनमा रहेको थियो हैन। जतिखेर हाम्रो एसएलसी बोर्डको स्थापना भयो त्यतिखेर कतिवटा हाई स्कुल सञ्चालनमा रहेको थियो हाम्रो नेपालमा? अप्सन 1, 2, 3, 4। यसको राइट एन्सर हाम्रो कतिवटा स्कुल हाम्रो हाई स्कुल दुईटा थियो। एउटा हाम्रो भयो त्रिचन्द्र भयो अनि अर्को एउटा हाम्रो अर्को चाहिँ दरबार स्कुल थियो हैन। एउटा हाम्रो त्रिचन्द्र अर्को दरबार। नेक्स्ट क्वेसन अब के छ कि हाम्रो 1990 सालमा नेपालमा एसएलसी बोर्डको गठन हुँदा रहेको विश्वविद्यालय मध्ये एउटा दरबार हाई स्कुल जुन थियो त्यसको अर्को नाम के थियो? दरबार हाई स्कुलको अर्को नाम के थियो त? हाम्रो पाटन हाई स्कुल थियो। के थियो त? पाटन हाई स्कुल। नेक्स्ट क्वेसन के छ कि दरबार स्कुलको प्रवेशिका परीक्षा व्यवस्थापन गर्न नेपालले तलको मध्ये कुन विश्वविद्यालयसँग सम्बन्ध प्राप्त गरेको थियो हैन। दरबार हाई स्कुलको जुन परीक्षा लिने गर्थ्यो त्यो व्यवस्थापन कसले गर्यो त? बनारस हिन्दू विश्वविद्यालय कि पटना विश्वविद्यालय कि दिल्ली विश्वविद्यालय कि कलकत्ता विश्वविद्यालय? हेरौँ त। सुरुमा चाहिँ कलकत्ता विश्वविद्यालयसँग सम्बन्ध रहेको थियो। सुरुमा कोसँग थियो सम्बन्ध? हाम्रो कलकत्ता विश्वविद्यालयसँग सम्बन्ध थियो। उक्त सम्बन्ध चाहिँ 1980 देखि पटना विश्वविद्यालयमा सारियो। कोसँग सारियो त? पटना विश्वविद्यालयमा सारियो भने हाम्रो परीक्षा लिने व्यवस्थापन कसले गर्छ त? पटना विश्वविद्यालयले गरेको हैन। पहिला चाहिँ कलकत्तासँग सुरुमा सम्बन्ध थियो अनि 1980 मा आएर कतै पटना विश्वविद्यालयसँग सम्बन्ध भइसकेपछि पटना विश्वविद्यालयले यो परीक्षा व्यवस्थापन गर्ने गरेको। नेक्स्ट क्वेसन के छ कि काठमाडौँ उपत्यका बाहिर खोलिएको जुन नेपालको पहिलो विद्यालय कुन त? काठमाडौँ उपत्यका बाहिर खोलिएको हाम्रो नेपालको पहिलो विद्यालय भनेपछि अप्सन हेरौँ त। आदर्श स्कुल विराटनगर हो कि मङ्गल प्रसाद स्कुल नेपालगञ्ज, गोकुण्डेश्वर मिडिल स्कुल धनकुटा हो कि चन्द्र मिडिल स्कुल सिराहा हैन। र सबभन्दा पहिलो हाम्रो उपत्यका बाहिर खोलिएको हाम्रो स्कुल विद्यालय कुन त? चन्द्र मिडिल स्कुल सिराहामा खोलेको थियो। अर्को क्वेसन हाम्रो काठमाडौँ उपत्यका भन्दा बाहिर अङ्ग्रेजी शिक्षाको पहिलो विद्यालय कुन स्थानमा स्थापना भएको थियो हैन। अङ्ग्रेजी शिक्षाको पहिलो विद्यालय कुन स्थानमा स्थापना भएको थियो? अप्सन डोटी, सिराहा, वीरगञ्ज र नेपालगञ्ज। ल नेक्स्ट क्वेसन के छ कि हाम्रो काठमाडौँ उपत्यका भन्दा बाहिर अङ्ग्रेजी शिक्षाको पहिलो विद्यालय कुन स्थानमा स्थापना भएको थियो हैन। डोटी, सिराहा, वीरगञ्ज र नेपालगञ्ज भने हाम्रो उपत्यका बाहिर सबभन्दा पहिलो खोलिएको हामी भर्खर पढ्यो कि त चन्द्र मिडिल स्कुल सिराहामा हैन। भने यसको एन्सर के हुन्छ त? हाम्रो सिराहा हो। ल नेक्स्ट क्वेसन नेपालमा सैनिक स्कुलको स्थापना कुन राणा प्रधानमन्त्रीले गरेका हुन् हैन। नेपालमा सैनिक स्कुलको स्थापना कसले गरेका हुन्छ? कुन राणा प्रधानमन्त्रीले? अप्सन जङ्गबहादुर, वीर शमशेर, चन्द्र शमशेर कि जुद्ध शमशेर? सैनिक स्कुलको स्थापना कसले गरेको हुन्छ? हाम्रो जुद्ध शमशेर। पञ्चकन्या कलेजको स्थापना कति सालमा भएको थियो? अप्सन 2008, 2007, 2004, 2009 हैन। पद्मकन्या कलेजको स्थापना कहिले भएको थियो त? विक्रम सम्वत 2004। यो पद्मकन्या कलेज कसले स्थापना गरेको थियो? कुन राणा प्रधानमन्त्रीले स्थापना गरेको थियो भने हाम्रो अप्सन हेरौँ त जङ्गबहादुर, देव शमशेर, पद्म शमशेर, वीर शमशेर हैन। नामै चाहिँ पद्मकन्या भनेको पद्म शमशेर। नेक्स्ट क्वेसन नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय कुन हो? अप्सन राजसी जनक विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय कि त्रिभुवन विश्वविद्यालय हैन। नेपालको सबभन्दा पुरानो विश्वविद्यालय कुन हो त हाम्रो? ल राइट एन्सर हाम्रो कुन हुन्छ त? हाम्रो सबभन्दा पुरानो विश्वविद्यालय कुन हो त? हाम्रो त्रिभुवन विश्वविद्यालय। कहिले स्थापना कति भएको थियो? 2016 सालमा भएको थियो। 2016 सालमा भएको थियो। ल नेक्स्ट क्वेसन के छ? त्रिभुवन विश्वविद्यालयको पहिलो उपकुलपति को हुन् त? हेर त्रिभुवन विश्वविद्यालयको पहिला कुलपति हामी हेरौँ त। कुलपति को हुन् त? कुलपति भनेपछि कान्ति राज्य लक्ष्मी देवी शाह। कुलपति को हुन् त? कान्ति राज्य लक्ष्मी देवी शाह। उपकुलपति हाम्रो को हुन् त?
उपकुलपति चाहिँ सुवर्ण शमशेर हैन। अनि सह उपकुलपति भनेपछि के भने ईश्वरी राज्य लक्ष्मी देवी शाह हैन, सह उपकुलपति। अनि सह उपकुलपति को हुन्छ ईश्वरी राज्य लक्ष्मी देवी शाह। नेक्स्ट क्वेशन हेरौँ त, नेपालमा बहु विश्वविद्यालयको अवधारणा कहिलेदेखि विकास भएको हो हैन। नेपालमा बहु विश्वविद्यालयको अवधारणा कहिलेदेखि विकास भएको हो। अप्सन हाम्रो विक्रम 2045, 2048, 2050 र 2052। राइट एन्सर हाम्रो हैन कति हो त, विक्रम 2048 सालबाट बहु विश्वविद्यालयको अवधारणा आयो हैन। नेक्स्ट क्वेशन के छ, नेपालमा निजी प्रयासमा स्थापना भएको प्रथम विश्वविद्यालय कुन हो। निजी प्रयासमा हैन, अप्सन पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय कि माथिका कुनै पनि होइन यो अप्सनहरुमध्ये। ल नेपालमा निजी प्रयासमा स्थापना भएको प्रथम विश्वविद्यालय कुन हो। राइट एन्सर हाम्रो काठमाडौँ विश्वविद्यालय हो। नेक्स्ट क्वेशन, नेपाल संस्कृत विश्वविद्यालयको स्थापना कहिले भएको। नेपाल संस्कृत विश्वविद्यालयको स्थापना कहिले भएको हो। विक्रम सम्वत 2043, 2016, 2048, 2068 हैन। नेपाल संस्कृत विश्वविद्यालयको स्थापना राइट अप्सन हाम्रो राइट एन्सर कुन त 2043 सालमा के नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भयो। त्यस्तै नेक्स्ट क्वेशन हेर्दाखेरि नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय कहाँ रहेको छन् हैन। नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय कहाँ रहेको छन्। अप्सन कञ्चनपुर महेन्द्रनगर, दाङको बेलझुण्डी, सुर्खेतको वीरेन्द्रनगर, चितवनको हाम्रो भरतपुर हैन। संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय राइट एन्सर हाम्रो दाङको बेलझुण्डीमा हैन। संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय कहाँ छ, दाङको बेलझुण्डीमा। त्यस्तै अर्को नेक्स्ट क्वेशन, सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कहाँ रहेको छ त। अप्सन कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर हैन, सुर्खेतको वीरेन्द्रनगर, त्यस्तै डोटीको दिपायल हैन। राइट एन्सर यसको कुन हुन्छ हाम्रो सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय र कञ्चनपुरको महेन्द्रनगर हैन। कञ्चनपुरको महेन्द्रनगरमा के त सुदूरपश्चिमको विश्वविद्यालय केन्द्रीय कार्यालय कहाँ छ त, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहेको छन्। नेक्स्ट क्वेशन, नेपाल खुला विश्वविद्यालयको स्थापना कहिले भएको। नेपाल खुला विश्वविद्यालयको स्थापना विक्रम सम्बन्ध 2070, 2071, 2072 र 2073। राइट एन्सर हाम्रो नेपाल खुला विश्वविद्यालयको स्थापना कहिले भएको हो। राइट एन्सर 2073 सालमा नेपाल खुला विश्वविद्यालयको हाम्रो स्थापना कहिले भयो 2073 सालमा भयो भने हाम्रो सर्वप्रथम खुला विश्वविद्यालयको अवधारणा कहाँबाट सुरु भएको हो। अप्सन अमेरिका, नेदरल्यान्ड, बेलायत, क्यानाडा। यो खुला विश्वविद्यालय स्थापना गर्ने चाहिँ अवधारणा बेलायतबाट हाम्रो सञ्चालन भएको हो। सर्वप्रथम खुला विश्वविद्यालयको अवधारणा कहाँबाट त बेलायतबाट। तलका मध्ये कुन विश्वविद्यालय होइन, यसमा कुन विश्वविद्यालय छैन। हाम्रो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान। यसमध्ये कुन विश्वविद्यालय होइन। तलका मध्ये कुन विश्वविद्यालय होइन, यसको राइट एन्सर हाम्रो कुन हुन्छ नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान हैन। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान के हो त हाम्रो विश्वविद्यालय होइन। नेक्स्ट क्वेशन, तलका मध्ये स्थापनाका दृष्टिले सबभन्दा कान्छो विश्वविद्यालय कुन हो। काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय कि पोखरा विश्वविद्यालय हैन। यसको राइट एन्सर हाम्रो लुम्बिनी बौद्ध विश्वविद्यालय हो। ल हाम्रो काठमाडौँ विश्वविद्यालय कहिले स्थापना भएको त यो 2048 सालमा स्थापना भयो। त्यस्तै हाम्रो पूर्वाञ्चल विश्वविद्यालय भन्दाखेरि यो हाम्रो 2051 सालमा भयो हैन। त्यस्तै हाम्रो पोखरा विश्वविद्यालय भन्दाखेरि यो हाम्रो 2054 सालमा भयो भने लुम्बिनी बौद्ध विश्वविद्यालय हाम्रो 2061 सालमा। अनि यिनीहरूमध्ये सबभन्दा कान्छो हैन सबभन्दा पछि कुन स्थापना भएको त हाम्रो लुम्बिनी बौद्ध विश्वविद्यालय। त्यस्तै नेक्स्ट क्वेशन, हाम्रो सबैभन्दा पछि स्थापना भएको विश्वविद्यालय निम्नमध्ये कुन हो हैन। यसमध्ये अब सबभन्दा पछि स्थापना भएको विश्वविद्यालय कुन हो। ल यसमा हेरौँ त, नेपाल संस्कृत विश्वविद्यालय कहिले स्थापना भएको त यो नेपाल संस्कृत विश्वविद्यालय भनेको 2043 सालमा हैन। नेपाल संस्कृत विश्वविद्यालयलाई के भन्छ त अर्को महेन्द्र विश्वविद्यालय पनि यसलाई भनिन्छ। ल अनि हाम्रो यो नेपाल संस्कृत विश्वविद्यालय 2043 सालमा। त्यस्तै हाम्रो यो पूर्वाञ्चल भनेपछि हाम्रो 2051 सालमा, पोखरा भनेपछि 2054 अनि काठमाडौँ भनेपछि हाम्रो 2048 सालमा स्थापना भएको हो। अनि यिनीहरूमध्ये के भनेको छ कि सबैभन्दा पछि स्थापना भएको हैन, पछि स्थापना भएको। सुरुमा कुन स्थापना भएको त हाम्रो सुरुमा त हाम्रो यो नेपाल संस्कृत विश्वविद्यालय, त्यसपछि काठमाडौँ विश्वविद्यालय हैन। त्यसपछि हेर्दाखेरि हाम्रो 51 भनेको पूर्वाञ्चल विश्वविद्यालय अनि हाम्रो अन्तिम भनेको यसको पोखरा विश्वविद्यालय। यसको राइट एन्सर के हो त पोखरा विश्वविद्यालय। नेक्स्ट क्वेशन के छ कि हाम्रो
विक्रम सम्वत 2007 सालमा नेपालको साक्षरता प्रतिशत कति थियो रे? 2007 सालमा नेपालको साक्षरता प्रतिशत कति रहेको थियो? यसको राइट एन्सर 2%। नेपालमा साक्षरता अभियान कुन पञ्चवर्षीय योजनाबाट सुरु भएको थियो? पहिलो पञ्चवर्षीय योजना कि दोस्रो पञ्चवर्षीय कि तेस्रो पञ्चवर्षीय कि चौथो पञ्चवर्षीय कि छैटौं पञ्चवर्षीय हैन? नेपालमा साक्षरता अभियान कुन पञ्चवर्षीय योजनाबाट सुरु भएको भने हाम्रो पहिलो पञ्चवर्षीय योजनाबाट सुरु भयो। त्यसपछि नेक्स्ट क्वेशन हाम्रो सर्वप्रथम अनिवार्य तथा निशुल्क हैन? अनिवार्य तथा निशुल्क शिक्षा कति सालमा लागू भयो? अनिवार्य तथा निशुल्क शिक्षा कहिलेबाट लागू भयो? विक्रम सम्वत 2020, 2025, 2028, 2031। यसको राइट एन्सर हाम्रो हैन कुन हो त? हाम्रो विक्रम सम्वत 2020 बाट। नेपालमा दृष्टिविहीन विद्यार्थीका लागि शिक्षा दिने अभिप्रायले कहिलेदेखि विशेष शिक्षा कार्यक्रम थाल्ने भएको? दृष्टिविहीन विद्यार्थीहरूको लागि हैन? दृष्टिविहीन विद्यार्थीहरूको लागि कहिलेदेखि अभियान चलाइयो? यो हाम्रो अप्सन हेर्नु त 2028 साल, 16 साल, 18 साल कि 21 साल? यो हाम्रो 21 सालदेखि। नेक्स्ट क्वेशन के छ? नेपालको पहिलो पूर्ण साक्षर नगरपालिका कुन हो? नेपालको पहिलो पूर्ण साक्षर नगरपालिका राइट एन्सर हाम्रो तानसेन हो। त्यसै राष्ट्रिय जनगणना 2078 बमोजिम सबैभन्दा कम साक्षरता भएको प्रदेश कुन हो त? हैन? सबभन्दा कम साक्षरता भएको प्रदेश हाम्रो मध्य प्रदेश हो भने सबभन्दा बढी साक्षरता भएको प्रदेश बागमती प्रदेश। नेक्स्ट क्वेशन के छ? विक्रम सम्वत 2078 को जनगणना अनुसार नेपालको महिला साक्षरता दर कति रहेको थियो? महिला साक्षरता दर कति रहेको थियो भने हाम्रो 69.37% रहेको थियो भने राष्ट्रिय जनगणना 2078 को विस्तृत प्रतिवेदन अनुसार 5 वर्ष सबभन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता दर कति प्रतिशत रहेको थियो? हैन? कति थियो त? हाम्रो 76.2। त्यस्तै एसटीएम को शिक्षा अन्तर्गत तलका मध्ये कुन विषय पर्दैन? एसटीएम भनेको के हो त? एस भनेको साइन्स भयो, टी भनेको टेक्नोलोजी भयो, ई भनेको इन्जिनियरिङ भयो, एम भनेको म्याथ भयो हैन? यो शिक्षा अन्तर्गत तलका मध्ये कुन विषय पर्दैन? हाम्रो एस भनेको साइन्स पर्यो, टी भनेको टेक्नोलोजी पढिसक्यो हैन? ई भनेको इन्जिनियरिङ पढिसक्यो, एम भनेको म्याथमेटिक्स दिएको छैन, यो चिकित्सा शास्त्र पर्दैन। नेक्स्ट क्वेशन के छ कि जोडा मिलानमा कुन बेट ठिक छ? जोडा दिएको छ, यसबाट कुन गल्ती छ? हाम्रो नेपालमा विफरमुक्त घोषणा 2034 साल, स्काउटको स्थापना 2008, प्रथम बजेट 2008, नेपालमा भीएसटी को सेवाको सुरुवात 2054। यसमा हाम्रो राइट एन्सर कुन हो त? हाम्रो सरी राइट भन्दैछ हाम्रो के भन्छ? कुन बेट ठिक भनेछ हैन? भनेको यो हाम्रो एन्सर बी भयो। नेपाल स्काउटको स्थापना कहिले भएको त? 2009 सालमा भयो। बाँकी सबै सही छ हैन? विफरमुक्त घोषणा 2034 सालमा ठिक छ, प्रथम बजेट 2008 सालमा ठिक छ, भीएसटी को सेवाको सुरुवात 2054 सालमा ठिक हो। गल्ती कुन थियो त? नेपाल स्काउटको स्थापना 2009 सालमा भएको। ल नेपाल स्काउटको हैन? स्काउटको प्रमुख स्काउट पदमा को रहने व्यवस्था छन्? नेपाल स्काउटमा प्रधानमन्त्री संरक्षण हुने व्यवस्था छन्। को हुन्छ त? हाम्रो प्रधानमन्त्री चाहिँ संरक्षण हुने व्यवस्था छन्। यसमा के भन्छ कि प्रमुख स्काउटको पदमा को हुनेछ त? हाम्रो शिक्षा मन्त्री। नेपाल स्काउटको प्रमुख स्काउटको पदमा को हुने रहने व्यवस्था छ? शिक्षा मन्त्री। नेपाल स्काउटमा चाहिँ प्रधानमन्त्रीको हुन्छ संरक्षण हुने व्यवस्था, संरक्षण गर्ने व्यवस्था प्रधानमन्त्रीको हुन्छन्। प्राविधिक शिक्षाको सुरुवात नेपालमा कुन राणा प्रधानमन्त्रीको पालादेखि भएको मानिन्छ? जङ्गबहादुर, वीर शमशेर, चन्द्र शमशेर कि पद्म शमशेर हैन? प्राविधिक शिक्षाको सुरुवात भनेको पद्म शमशेर पालादेखि। सेती प्राविधिक शिक्षालय कसको सहयोगमा निर्माण भएको थियो? सेती प्राविधिक शिक्षालय कसको सहयोगमा निर्माण भएको थियो भने अप्सन एसियाली विकास बैंक, स्विस सरकार, विश्व बैंक, बेलायत सरकार। यसको राइट एन्सर कुन हो त? एसियाली विकास बैंक। कर्णाली प्राविधिक शिक्षालयको स्थापनामा सहयोग पुर्याउने धातु संस्था कुन हो त? कर्णाली प्राविधिक शिक्षाको स्थापनामा सहयोग कसले पुर्याएको थियो? हाम्रो एडिबिएलई कि स्विस सहयोग, त्यस्तै युएमएन युनाइटेड नेसन टु नेपाल कि जाइका हैन? यसको राइट एन्सर हाम्रो कुन हो त? राइट एन्सर हाम्रो युएमएन हैन? युएमएन भनेको युनाइटेड मिसन टु नेपाल। जिरी प्राविधिक शिक्षालयको स्थापना कुन धातु राष्ट्रको सहयोगमा भएको? जिरी प्राविधिक शिक्षालयको स्थापना कसको सहयोगमा भएको त? हाम्रो स्विजरल्यान्डको। त्रिभुवन विश्वविद्यालय अन्तर्गत कतिवटा आङ्गिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् हैन? आङ्गिक क्याम्पस कतिवटा रहेका छन्? 60 वटा। ल नेपालको शैक्षिक इतिहासमा कक्षा 1 देखि नै अनिवार्य विषयको रूपमा अंग्रेजी पढाउने व्यवस्थापन कहिलेदेखि सुरु भएको हो?
हैन अंग्रेजी पढाउने कहिलेदेखि सुरु भयो भने 2060 देखि नै। के अर्को भने चाहिँ नेपालमा छात्रवृत्तिको सुरुवात कुन राजाको पालामा भएको हो? छात्रवृत्तिको सुरुवात कुन राजाको पालामा भएको भने हाम्रो पृथ्वीनारायण शाहको पालामा भयो भने। अर्को बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि प्राप्त गर्ने एकमात्र नेपाली नागरिक को हुन् त? हैन हाम्रो यसको राइट एन्सर कुन त हाम्रो सूर्यप्रसाद सुवेदी हुन्।